यहाँ उपस्थित मेरा आदरणीय अग्रजहरू, मेरा दाजुभाइ, दिदीबहिनी र साना बालबालिका साथीहरू सबैलाई मेरो आत्माबाट प्रणाम, नमस्कार, माया र मेरो सानो बालबालिकाहरूलाई मेरो आशीर्वाद। कसले भन्छ परिवर्तन हुँदैन भनेर, कसले भन्छ हामी पछाडिएछौँ भनेर, कसले भन्छ हाम्रो आश पुरा हुँदैन भनेर। आज वडा नम्बर 4 मा आइरहँदाखेरि हाम्रो धनकुमारी जस्तो आमा जसले चाहिँ समाजलाई सतर्क गराउनुहुन्छ, ज्ञानु दिजुलाई फर्केर नभुलै भन्दै हुनुहुन्थ्यो अघि, त्यस्तो आमा हुनुहुन्छ। जहाँ हाम्रो गोविन्द यादव जस्तो एकदम प्रखर वक्ता हुनुहुन्छ, जो सच्चाइको लागि लड्दै हुनुहुन्छ र प्रमाण सहित हिँड्नुहुन्छ। र जुन ठाउँमा हाम्रो विशाल जस्तो चेन्जी जो ग्रुपमा हिँड्नुहुन्छ, जसले चाहिँ एकैछिनमा समाजलाई लिएर अगाडि बढ्नुहुन्छ। र जुन ठाउँमा हाम्रो रामकुमार गुप्ता जस्तो दिलदार मान्छे हुन्छ, जसले ओजनमा ओजन जोखेर यसरी चाहिँ मिठाई सबैलाई बाँड्नुहुन्छ। र जुन ठाउँमा हजुर जस्तो विभिन्न जात जाति वेशभूषा लिएर एउटा परिवार बनेर आज एकजुट बनेर एक साथ बोलेर एक आवाजमा बोल्दै हुनुहुन्छ कि हामी परिवर्तन गर्दैछौँ। कसले भन्छ यो देश परिवर्तन हुन्न? यो समूह, यो समाजले देश परिवर्तन अब गर्यो भन्ने यहाँ प्रमाण छ। त्यो हो अहिलेको भोटको नतिजा। यसको लागि सबैले ठुलो ताली बजाएर एकअर्कालाई सम्मान गरिदिनु। यो समाज अति नै राम्रो छ। जसरी म यहाँबाट आउँदै थिएँ, केही शब्दहरू हाम्रो गोविन्दजीले राख्नु भएको थियो, तर त्योभन्दा अगाडि मैले हेरिरहेको थिएँ सबैको अनुहार, सबैको आँखा, सबले हेरेको, हामीलाई हेरेको त्यो आशा, ती सबमा एउटा आशा छ, एउटा विश्वास छ, एउटा भरोसा छ र त्यसमा एउटा खबरदारी पनि छ। र त्यो कुरालाई मनन गर्दै हामी गएको चुनावमा जसरी हामी एकअर्काको मन जित्न हिँड्दै थियौँ, हामीले सोच्दै थियौँ कि हामी 2, 4, 6, 8, 10 जनाबाट उठेको परिवार कतिजनासम्म हामी हुन सक्छौँ भनेर भन्दा आज हामी संयोगको एउटा परिवार बनेर बसेको छौँ। र यो परिवार आज यो श्री नवदुर्गा सेकेन्डरी स्कुलको यो पुरानो भयो यो स्कुल, यसको प्राङ्गणमा मात्र होइन, यो क्षेत्र नम्बर 3 को पुरै बेहलैयादेखि लिएर माथि कैलाश नगरसम्म र यताको हाम्रो उदयपुरदेखि लिएर उता सिसैसम्म हाम्रो फैलिएको एउटा ठुलो परिवार छ। र अहिले त्यो भोट गर्दाखेरि कतिजना हजुर हुनुहुन्थ्यो, भित्र के कुरा भइरहेको थियो भन्दा यो भोट अब गनेर दिने होइन, जोखेर दिनु होला। किनभने यसपालि घन्टी बज्यो, यसपालि परिवर्तन भयो, यसपालि कुनै पार्टीले जितेको होइन, यसपालि अब जनताले जितेको। र जसरी हजुरहरूले यो परिवर्तन लिएर आउन सफल हुनुभएको छ, त्यसमा जित मेरो होइन, त्यसमा जित ज्ञानु दिजुको होइन, त्यसमा जित रासोपाको होइन, त्यसमा जित जनताको। यही परिवर्तनको सुरुवात गर्नुभएको छ। हजुरहरूले गरेको ती हरेक पत्र जसलाई हजुरहरूले माया गरेर स्ट्याम्प हानेर गरेर, कतिले सुकाएर दाग नलागोस् भनेर माया गरेर बक्सामा हालेकोलाई हाम्रो जेन्जीजहरूले आफूले पाएको हाम्रो परिवारको बच्चा जस्तो त्यो बक्सालाई पुलिसले, हाम्रो पुलिस कर्मचारी साथीहरूले बोकेर गन्ने ठाउँसम्म लिएर जाँदा मोटरसाइकलमा कतै के नहोस् भनेर ख्याल गर्दै लिएर गएर छोडेको त्यो मोमेन्टलाई हजुरले याद गर्नुभयो भने त्यसमा ठुलो आशा छ, त्यसमा ठुलो भरोसा छ, त्यसमा ठुलो विश्वास छ। र त्यो आशा, भरोसा र विश्वासलाई म मात्र होइन, रासोपाको कुनै पनि परिवारले कहिले पनि धोका दिने छैन। त्यसलाई उत्तिकै उच्च सम्मानका साथ, उत्तिकै मायाका साथ, उत्तिकै वचनबद्ध भएर आउने नयाँ सुनौलो नेपाल बनाउन हामी अगाडि तत्पर जहिले पनि हजुरहरूको लागि उठ्नेछौँ र अगाडि बढ्नेछौँ भन्ने बाचा यही आज हजुरहरू समक्ष गर्न चाहन्छौँ। र अन्तमा जाँदै सरले भन्दै हुनुहुन्थ्यो जुत्ता लाएको मान्छे चप्पल लगाए, चप्पल लाएको मान्छे जुत्ता लगाए, 1 कट्ठाको 10 कट्ठा भए। उहाँले गर्दै हुनुहुन्थ्यो कुरा भ्रष्टाचारको हो। हामी भ्रष्टाचारको विरुद्ध छौँ। यति कुरा हजुरहरू प्रश्न भएर बस्नुहोस् कि भ्रष्टाचार अब यो देशमा हुँदैन, यो सरकारमा हुँदैन। भ्रष्टाचार हामी कसैले गर्दैनौँ,
र भ्रष्टाचार कसैलाई हुन पनि दिन्नौँ। एउटा कहिलेकाहीँ हाँसो मजाक गरेको पनि राम्रै हो। म यो 1-2 महिनामा जुत्ताबाट चप्पलमा आइसके, चप्पलबाट जुत्तामा आएर। सो हामीले यसलाई मनन गरेर अगाडि बढ्छौँ र हजुरहरूले दिएको माया आशीर्वादलाई यो अन्त सोच्दैनौँ। आज जसरी हजुरले हामीलाई पठाउँदै हुनुहुन्छ, हामीलाई आफ्नो आशा विश्वास र भरोसा भनेर जुन आवाज बनाएर पठाउँदै हुनुहुन्छ, यतिमै प्लिज हजुरहरूले यो सम्बन्ध नतोडिदिनु होला। हजुरले यस उपरान्त पनि आउने दिनहरूमा हजुरहरूले त्यस्तै माया, त्यस्तै आशीर्वाद र त्यस्तै साथ दिँदै हामी कतै पनि डगमगायौँ भने हामीलाई लिएर आएर मायाले सम्झाएर, बाबु यो बाटो जानुपर्छ, बाबु यहाँ खाल्टो छ, बाबु यो गलत छ, बाबु यसरी जानुपर्छ भनेर हाम्रो मुगाले जस्तै, खबरदारी जस्तै हजुर हरेकले गर्नुहुन्छ भन्ने विश्वास सहित हजुरहरूको जीवन जहिलेसुकै सफल रहोस्, जहिलेसुकै खुसी रहोस् र केही वर्षपछि हामी भेट्दाखेरि हाम्रो बच्चाहरूले भनुन् कि हाम्रा अग्रजहरूले बनाइदिएको, हामीले सोचेको समृद्ध नेपाल, सुन्दर नेपाल र भ्रष्टाचार मुक्त नेपाल यही हो भनेर उहाँहरू बस्ने यहाँ जब मौका मिल्छ तब बल्ल हामी फुलमाला लगाउँछौँ, तब बल्ल हामी एकअर्कालाई खुसी आदान प्रदान गर्छौँ। र यति भन्दै यहाँहरूबाट आज बिदा हुन चाहन्छौँ। हजुरहरूलाई केही कुर्नु परेकोमा हामी समस्त परिवार हजुरहरूप्रति हजुरसँग क्षमा माग्छौँ र हजुरहरूसँग फेरि पनि भेट्ने बाचा गर्दै र एउटा आश र विश्वास हामी लिएर जाँदैछौँ। जसरी बस्नु भएको छ त्यसरी नै बस्नु होला, जसरी हजुरहरू एकजुट हुनु भएको छ त्यसरी नै एकजुट हुनु होला। कहिले पनि उहाँले सुनाएको कथा जस्तो कुन व्यक्ति आउँछ के गर्छसँग सम्बन्ध नराख्नु होला र सत्यको पछि लाग्नु होला। यो परिवार कहिले नटुट्नु होला, कसैको नजर यो परिवारमाथि नपरोस्। मलाई बहुत मन परेको एउटा ठुलो परिवार हो यो र हजुरहरूलाई धेरै सेल्युट गर्दै आज हामी बिदा हुन्छौँ। धन्यवाद हजुर। दाजुभाइ छुट्टी दिँदैन, कार्यक्रम समापन